अब उसको बुढा हो त बुढालाई बुढा भन्छ नि के भन्छ त हैन such a loyal vlogger I am. Yeah, bro. Okay, as if I have million subscribers. म त्यहाँबाट millions, trillions, trillions कमाउँछु. I look cute. जिंदगी में चलना है तो अच्छी तरह से चल. हाँ, तू चुप कर. Hi guys, welcome to another vlog. So guys, I'm गइरहेको छौँ भुटेश्वर भन्ने ठाउँमा जुन चाहिँ मेरो आइडिया थियो सरले काटेको आइडिया हो सरले काटेको बब्बा आइडिया ल्याएर आउँछु कहिले पनि सो हामी चाहिँ गइरहेको छौँ सानो बेला मैले परसर प्रग्यो भने हालेर देखाएको ओ माई गड मोए भइदिएर चाहिँ आइतिर पोखरीबाट चाहिँ आउँदैछ होला सायद अनि त्यो हामी सानो इलाम भन्ने ठाउँ जाँदैछौँ होइन त्यस पछाडि त्यहाँ चाहिँ हामी कहिले गएको चार एक दिन 6 जना छ कहिले गयो थाहा छैन बुवा हो जुन गइसकेको छ नि मलाई थाहा छैन कहिले गयो किनकि अब 8 वर्षको टाइममा चाहिँ गएको छैन त्यो नगएको त्यही हो सो हाम्रो चाहिँ राम्रो छ हामी अब बाटो बिच बाटोमा अब भ्यू देखाउँछ पछि टिल देन ट्युन बाटो त कडक छ कडक जानेपछि त अहिले पनि प्यासेन्जर प्रिन्सेस हो अनि मलाई चाहिँ रुगा लागेर मेरो नाकी सोर्सी नाकी आएको छ त्यही पनि म चाहिँ राम्रो देखिरहेको छु के गाइस हाम्रो खानेकुरा प्याकहरू चाहिँ देखाउ प्रज्ञा बाबु ओ यो चाहिँ हामी टन्नै राम्रो यो चाहिँ खानेकुरा देख्ने बित्तिकै भुक्कड फेरि भन न हाइलाइटमा हाल्छु गाइस हामीले चाहिँ खानेकुराहरू किन्यौँ अनि त्यस पछाडि राख्यो अनि त्यस पछाडि अब हामी जान्छौँ अनि यसले पनि भिडियो बनाइरहेको छ अनि यो चाहिँ मेरो बुढा हो अनि मेरो चाहिँ हाँस्दा मैले बुढा भन्दा हाँस्छ नि अरे कस्तो यस्तो सफा होइन र के यस्तो सफा त लाज लागेन नि छैन के भने यसले अब उसको बुढा हो त बुढालाई बुढा भन्छ नि के भन्छ त हैन गाइस हामी चाहिँ भोटो चौर ठ्याक्क यताबाट जाने भनेर डिरेक्सन देखाइरहेको छ होइन सो वी आर हेडिङ टुवर्ड्स हियर I just want to share the incident that just happened है त्यहाँ भोटेश्वरको यस्तो डिरेक्सन देखाइरहेको थियो नि त मैले बुवालाई बोल्दा छु अनि त्यस डिरेक्सन देखाइरहेको थियो होइन अनि ठ्याक्क म लाइक उसले बाइक सिया चलाइहाल्यो क्या अनि त्यसरी मैले एकछिन रोकेर लाएर देखाउनु पनि भनेको कस्तो ज्ञानै छ नि त मेरो बुढा अनि त्यसरी रोक्नु भयो क्या अनि त्यसरी रोकेर अनि बल्ल मैले खिचेको क्या एज इफ आई हेभ मिलियन सब्सक्राइबर्स म त्यहाँबाट मिलियन्स ट्रिलियन्स कमाउँछु त्यसरी रोकी त्यो बोर्ड देखाएको क्या जस्तो वान बोर्ड हो माई गॉड such a loyal vlogger I am. Yeah, bro. Hi Avinas. मैले मोबाइल छ एक गर्नमा Hi Avinas. भन न प्लिज कस्तो हुँदैन फोन भन न भन न म लोयल भ्लगर छु है भन न कस्तो राम्रो देखेर न अविनाश पानी पर्यो छैन यस्तै हो बुढाहरू जात चलाइहाल्छ म कस्तो राम्रो देखाएँ अविनाश आफैलाई भन्छु सो या आई एम बिङ I am being passenger princess in Restaurant.
त्यहाँबाट कपडा फर्र उडाउँदै एकदम हिरोनी गरेर हेर्दैछ म चाहिँ हेर्नु पढाइ स्टुडेन्ट हो नि त त्यही भएर म चाहिँ यस्तो उडाउने घाउमा धेरै गर्ने गर्दिनँ बाटो चाहिँ बिचमा यस्तो खत्तम बाटो रहेछ यस्तो खत्तम बाटो छ तर पनि हामी एक्सपल्स बस्छौँ त्यस्तो खत्तम बाटोको अगाडि एक्सपल्स है अविनाश because he always says that so bobal bato bobal off road तर एकछिन मात्र हो है अनि तलतिर बारी मकै बारी रहेछ हरियो काँक्रा करम करम मकै बारी तरम तरम आफू बारो रे नरो बारो बारो गयो सुसाल्न आउँछ नि मलाई सुसाल्नु बम्बाल हो यार मलाई मल्टी ट्यालेन्टेड यार सबिना त मल्टी ट्यालेन्टेड छ आउँदैन खै यहाँबाट देखिरहेको छ उता देखिरहेको चाहिँ के अरे मिनी सानो इलाम मिनी इलाम हो so we are going there guys हामी ठ्याक्कै आइपुग्यौँ भोटेचर भन्ने ठाउँमा अनि यता चाहिँ फेरि एस्थेटिक फोटो खिच्नु उता गएर हान्न स्ट्यान्ड छ छेउमा गएर मान्छे फेरि जनकिरी हुनुपर्छ है गाइस I look cute. आफ्नो वे अफ उ गर्दा पनि के हाइस भाइ यस्तो बोल्नु पनि पर्छ नि त भाइ जानै नहुने गरेर म त यस्तो कामिरहेछु ओके गाइस अविनाशले चाहिँ मेरो क्यामेरासँग भिडियो खिचेर म यस्तो बुढी हो त्यसलाई हँसाउला भनेको हिजो अस्ति परेन आजै पऱ्यो हामी चाहिँ बोके ह्यान्डलले गाह्रो भयो मलाई चाहिँ माइक कसैको छैन माइक हरे कपडा तरम तरम मकै बारी करम करम हामीहरू आजकल यस्तो घुम्न जान छोडिसक्यौँ होइन एउटाले हामी एक दिन घुम्न निस्केको चाहिँ त्यही दिन पानी पर्यो यस्तो पानी परिरहेको थियो गाई यस्तो पानी परिरहेको के भन्नु म त लिटरली आएर मेरो म पनि ज्वरो आउँछ गएर बाँच्यो मान्छे म पनि अब के हुन्छ थाहा क्या अब हामी जान लागेको अब चाहिँ फाइनली पानी अलिअलि कम भयो है आफ्टर 1 घन्टा जति रुक्यो होला हामी बस्यो होइन अब यहाँ जान लागेको भाइ साथीहरू बाई बाई यहाँ चाहिँ हाम्रो आगो बाल्ने प्लान भइरह है फोटो नखिच्ने खिच्ने
सबैलाई फोटो खिच्न थाल्छ किनकि पेट यस्तो देख्छ खाएपछि के खाँदैछ अविनाशले अविनाशले के खाएको नो थ्याङ्क यू गाइज यहाँभन्दा माथि चाहिँ बाइक स्कुटर केही पनि जाँदैन रे भन्ने हामीले खबर सुन्यौँ सो अब हामी चाहिँ यतै प्यान्ट मिलाएको सो हामी चाहिँ यतैतिर बाइक राखेर अब हामी मस्त हिँड्नु जान्छौँ यता यही बाटो हेरोस् न सेम हालत त सेम छ मिनी इलाम अनि अविनाशले चाहिँ खुब डन पल्टेर एउटा उसो मात्र बाइक यहाँ राखेको छ कि आमा अझै माथि जान्छ अरे सबैले यहाँ पार्क गरेर रहेछ होइन लिटरली क्या सबैले यहाँ पार्क गरेर रहेछ हि वान्ट्स टु बी एक्स्ट्रा आई डोन्ट नो फर वाट रिजन अब यो बाटो हामी हिँड्दै जानुपर्छ कहाँ लानु थाल्यो उसले बाइक होइन उसको एक्सपल्स भन्दैमा जहाँ पनि जान त सुरु लागेको रहेछ बट अनि हाम्रो चाहिँ खानेकुरा सुदेशले बोकेर ल्याउँदैछ सुदेशले पुरा अप्पोरी लाउर देखिरहेछ ए ग्याङ ग्याङ हामी सबै मुस्ताङमा देखिरहेको She looks like Zabu. हामीहरू चाहिँ चप्पल ग्याङहरू हो घर बस्ने चप्पल लाएर आउँछु अनि उहाँ चाहिँ फ्यान्सीहरू जुत्ता लाएर आउनुहुन्छ त्यहाँ अर्को झन् हुनुहुन्छ जुत्ता लाएर जस्तो भएर आउनु भएको छ मैले भर्खर अविनाशलाई मेरो भिडियो बनाउनको लागि रिक्वेस्ट गरेँ बट हि डिनाइड केही छैन म आफ्नो काम आफै गर्न सक्छु खाइपर के खोल्यो म त चिप्पु देखेछ पुरै पानी भिजेर पुरो टोपी लागेको छ बिजो बिहार मस्कारा लाएर आएको त्यहाँ हो थाहा छैन मस्कारा इज नट मस्काराइङ आया थाके म त अनि पछाडिको ग्याङ चाहिँ हामी चिन्दैन having fun hey Let's go on video hey guys अनि हेर्नु न हेरि पो रहेछ Not bad. Wow. It you? तर यस्तो होइन छोइस यति भयो भइहाल्यो के चाहियो जिन्दगीमा यतिको रमाइलो देख्न पाएँ जिंदगी में चलना है तो अच्छी तरह से चल हाँ तू चुप कर मेरी एरिया में कोई भी इंटरेस्ट नहीं करना हाँ बकलोल रैप बैटल होगी क्या ऐसा सबक सिखाऊंगा कि हाँ 2 दिन क्या अभी नहीं बस रहा के हो यो दुई दिनवाला हेलमेट सामान पनि रोजबाट गाह्रो भइसक्यो भरिया बनाछ यार यिनीहरूले मलाई पिट दिनु पर्ने ओइ खान थाल्छु मुलाहरू भोक लाग्यो क्रेभिङ्स भयो रे उलाई कसलाई एउटा खाउन हामी पनि न बिस्तारी बिचारा बिस्तारै नहाल अरे अनि जोडले हान्नु भयो मलाई पनि खुवाइयो त मैले त खोले मात्रै कस्तो एकै खाएको हो कि अविनाश ए बह मैले खाँदैन म खुवाइदिन्छु माथि एउटा देऊ त
मै गर्दियौ त एउटा त बाँकी छैन आदिमा त एउटा देऊ न एउटा खाएको छैन मैले कस्तो रहेछ यार मैले किनेर ल्याएको एभ्री माइनर इन्कन्भिनियन्स हैन म त गाडी प्रिन्सेस होला यार 5 रुपैयाँ कट तेरो एक्टिङका 5 रुपैयाँ पनि दिन्न हौ What a view! What a view, guys! Oh my god! Oh my god! के यहाँ नेपाल है? रुचमा? यो खन्छ यो बच्चामा चाहिँ खाली के किनेको यो तिमीले त्यो हुन्छ बोला न त्यो कहाँ हामी चाहिँ नखानु भनेर उसले ल्याएको वाउ भनेर के किनेको सुन्दैछ यस्तो हेर्दा सबिना कोही समात्दैन ओइ के गरेर ज्याकेट पहिलो त त्यहाँ राख न के भयो मैले हो त्यो नि मैले होला होइन सब मलाई दुख्न लाग्यो नि त उसलाई खाएको पर्दैन पचिसक्यो के गरिसक्यो त्यही पनि ओइ बे गरे भन्दैमा के हेपेको एक बोतल मात्रै ल्याऊ ग्याङ ग्याङ हामी सबै मुस्ताङमा सुदेश बोक एउटा सुरा ताप्नु पर्यो के पानी नपरे भए चाहिँ मजा हुन्छ हिँड्न अल्छी मजा आएन यहाँ हिलो भयो क्या यस्तो जुत्ता लगाएपछि त भइहाल्छ नि सुराल तान्ने बेला भइसक्यो तिमीलाई यो मैले सुराल अगाडिको ओए आमा म कति लोयल भ्लगर हेर त गाइस लोयल भ्लगर चाहिँ नालीमा पसेन त्यही पनि उसले भ्लग गर्न के अरे भ्लग गरेर चाहिँ छोड्दैन यसलाई भन्छ लोयल भ्लगर या ओइ यता देखा त हैन ऐना हेर्रे कहाँ जाने हो र हामी डेस्टिनेसन कहाँ मैले ओइ यस्तो नगर न मलाई कस्तो गाह्रो भयो सुदेशले गाह्रो भयो त्यस्तो नगरेर तिमीहरू ग्रुप बनाएर यता त परि एउटा सहरिया एकदम धेरै अचम्मित मान्दै यस्तो कस्तो यस्तो यिनीहरू चाहिँ के होला भन यो के होला भन त गाउँ गाउँको चियाको बगान हो यो यस्तो हान्छ यो भने यो चियाको फल हो चियाको फल हो जुन चिया फल त्यो ब्लग हाल अनि थाहा हुन्छ चियाको के हो के हो हुन चाहिँ चियाको फल यो अगाडिको पछाडि पछाडिको अगाडि भइसक्यो क्या ओइ टिप्न मिल्छ मिल्छ लेडा है म यहाँ हेर्दैछु यो के रहेछ भनेर किन टिपेको भन्दिम समितिलाई ओइ चुप लाग न कस्तो सबैले हेर्छ समितिलाई भन्दिम समितिलाई भन्दिम त्यो फोटो हेर न खोइ देखा त ब्लगमा जे पनि ब्लग म गाइस हामी चाहिँ पुरा मस्किँदै मस्किँदै आइरहेको थियो होइन त्यसै प्रज्ञाको के अरे प्यान्टमा जुगा देखियो अनि यो उफ्रिएर कहाँ 1 इन्च माथि उफ्रिकी अर्कोलाई ए के रे भियतनाममा चाहिँ गाजाको त्यो हामी यस्तो बाटो हिँड्छ क्या गाइस लिटरली यस्तो झाडी हिँडिरह मदर फादर जेन्टलम्यान के मदर फादर कस्तो भइरहेको त जुका मलाई चाहिँ जहाँ गयो नि एक न एकचोटि चाहिँ यस्तै पर्ने रहेछ क्या बाटो छोडा ओइ तिमीहरूले अस्ति मेरो वालपेपरतिर फुल देख्थिस् नि यही हो खोइ त्यो तैँले त देखिनस् होला त्यो धेरै अलि अगाडि टाइपमै हो भर्खर भर्खर जुका ओइ ऊ चाहिँ एक्लै काट्यो एक्लै खाँदैछ छेउमा गएर यता एउटा एक्लै खाँदैछ मलाई चाहिँ कसैले केही दिएन ओइ चुड्न पाउँदैन अहिले पैसा तिर्छौ तिम्रो फोटो त पोर्ट्रेटमा हो क्या उयो यस्तो पोर्ट्रेट नहेकिन भिडियो खिचिरहेको नि उसले पोर्ट्रेट भने कस्तो रे सिधा यस्तो हुन्छ पोर्ट्रेट यस्तो त हुन्छ नि सिधा कसरी हुन्छ त्यस्तो पोर्ट्रेट भने यस्तो हुन्छ ल्यान्डस्केप भने यस्तो हुन्छ त्यही त ल ओइ ल
ओइ घामै गयो घाममा राम्रो आथ्यो कि म त ढाले ठाने घाम हुँदा त चस्मा खोज्नु पर्यो अब चस्मा खोजेला घाम गयो कि यार ओके गाइज हामी चाहिँ मकैबारीमा होइन चियाबारीमा छ अनि त्यस्तो साह्रो सबैजना दर्शक वृन्दहरू छ चियाबारीमा हो चियाबारीमा त्यहाँबाट गीत आएर चसामाको नाम दिनु क्या यस्तो यस्तो राम्रो कि ओइ कस्तो राम्रो जुगा देखाउनु जुगा देखाएर बस्छु हेर्छु त्यसको अभ्यास निकाल्नु कुछु गर्छु के हुँदैन हौ जुगा थेरापी गर्छ मान्छेले लिज थेरापी गर्छ मान्छे पैसा तिर्दिने खुट्टाको चेप्टी गर्न नमलाई जति भोर यो लाउ राखेर भिडियोमा राम्रो आएर बोक्रे ल प्याकेट पनि कसैले लिदेऊ न त अब मेरो ज्याकेटलाई त भित्र एकछिन अविनाशलाई त लड्ला भन्ने डर भइसक्यो यताबाट हिँड्छु ल हिँड ल रोसिमा चाहिँ हाम्रो प्रिन्सेस हो नि त प्रिन्सेस अघि आएको थिएन यो अब यता आऊ झाए तितली यता आउनु मसँग यसरी झाए तितली जुगा ला यस्तो बबाल भोक लाग्थ्यो हामी फर्केर बाटोमा बिच बाटोमा कहाँ बिच साखुमा आयौँ बर्गर हाउसमा आएर अनि यसरी बर्गर खाँदैछ खाउला ओके गाइस अहिले चाहिँ राति कति बजी भन् त 8 बज्यो ओके राति 8 बज्यो यिनीहरू बाई यिनीहरू त घर जाएर आँट्यो अब हामी पनि घर जान्छौँ ओके गाइस अघि नै हामीले खाएको चाहिँ क्लिक गर्न बिर्सेछ सो यहाँ हामीले चिया खायो होइन यहाँ चिया खायो अब चाहिँ हामी घर जान लाग्यो बाई बाई दिस इज द एन्ड अफ आवर ब्लग सी यू इन नेक्स्ट ब्लग बाई